अहिले यसै क्षण संसारभर हरेक सेकेन्ड 1400 लिटर पेट्रोल जलेर सकिँदैछ। तर त्यो पेट्रोल आयो कहाँबाट? तपाईँ भन्नुहुन्छ जमिन मुनिबाट। तर जमिन मुनि गयो कसरी? आज तपाईँको गाडीमा भएको पेट्रोल कहिले जीवित थियो र आज तपाईँ त्यसलाई जलाइरहनु भएको छ। स्कुलमा सिकाइएको थियो पेट्रोल डाइनासोरबाट बन्छ। ठूला ठूला जनावरहरू जमिनमा गाडिएर तेल बने। त्यो कथा बिल्कुलै गलत पनि होइन, तर यहाँ एउटा समस्या छ। यदि पृथ्वीका सबै डाइनासोरहरू पुरै तेलमा परिणत भएका भए पनि आजको कुल तेलको 1% पनि बन्ने थिएन। त्यसो भए यदि धेरै तेल आयो कहाँबाट? यसको उत्तर करिब 50 करोड वर्ष पुरानो छ। र यति अचम्मको छ कि भिडियोको अन्त्यसम्म पुग्दा तपाईँ पेट्रोल पम्पलाई फरक नजरले हेर्नुहुनेछ। 50 करोड वर्ष अघि न त मानिस थियो न त डाइनासोर। केवल एउटा विशाल तातो समुद्र थियो। त्यस समुद्रमा अर्बौं खर्बौं सूक्ष्म जीवहरू थिए। प्ल्याङ्कटन, एल्गी यति साना कि पानीको एउटा थोपाभित्र लाखौं अटाउँथे। तिनीहरू जन्मिए, मरे र समुद्रको तल माटो र बालुवाको तहमुनि गाडिँदै गए। करोडौं वर्ष बिते। ती तहहरू झन्झन गहिराईमा दबिँदै गए, 2 देखि 4 किलोमिटर तलसम्म। तापक्रम 90 देखि 160 डिग्रीसम्म पुग्यो। दबाव यस्तो कि ढुङ्गा समेत पगाल्न सक्छ। तर वास्तविक रूपान्तरण त अहिले सुरु हुन्छ। त्यो गर्मी र दबावमा ती मरेका जीवहरू पहिले केरोजनमा परिणत भए, एक प्रकारको मोम जस्तो ठोस पदार्थ। त्यो अझ पक्दै टुट्दै गयो अनि अन्ततः बनेको क्रुड आयल। त्यही कालो तेल जसले आज सारा संसार चलाइरहेको छ। अब त्यो कुरा जसले तपाईलाई एकछिन रोकिएर सोच्न बाध्य बनाउनेछ। 1 लिटर पेट्रोल बन्न पृथ्वीलाई 5 करोडदेखि 50 करोड वर्ष लाग्छ। यो केवल इन्धन होइन, यो एक भूवैज्ञानिक खजाना हो। मानिस पृथ्वीमा आएको मात्र करिब 3 लाख वर्ष भयो र हामी त्यो तेल जुन 50 करोड वर्षमा बनेको हो केवल 200 वर्षमै समाप्त गर्दैछौँ। तपाईँको पुरै जीवनमा यसको एक थोपा पनि फेरि बन्ने छैन, कहिले पनि। तर अब आउने प्रश्नले पुरै कथा बदल्दिन्छ। यदि संसारभर समुद्र थियो, यदि सबै ठाउँमा त्यही प्ल्याङ्कटन थिए भने तेल केही ठाउँमै किन पाइन्छ? अफ्रिकाको धेरै भाग खाली किन? अस्ट्रेलिया लगभग खाली किन? तर साउदी अरब, इराक, इरानको मुनि तेलको समुद्र किन? किनकि तेल बन्नु मात्र पर्याप्त हुँदैन, तेल जोगिनु पनि जरुरी हुन्छ। जहाँ आज साउदी र इराक छन् त्यहाँ करोडौं वर्ष अघि एउटा स्यालो तातो समुद्र थियो, जसको तल अक्सिजन बिल्कुलै थिएन। मतलब मरेका जीवहरू कुहिएनन्, पुरै सुरक्षित रहे। तह माथि तह, करोडौं वर्षसम्म। र त्यसपछि भूवैज्ञानिक संरचना यस्तो भयो कि माथि एक इम्पर्मिएबल चट्टानले त्यो तेललाई बन्द गरेर राख्यो। यही हो जियोलोजिकल लटरी, जुन केही देशहरूले जिते र बाँकी संसारले हारे। अब त्यो कुरा जुन पेट्रोल पम्पमा कतै लेखिएको हुँदैन। जब क्रुड आयल रिफाइनरीमा पुग्छ त्यसबाट केवल पेट्रोल मात्र बन्दैन। त्यहीबाट बन्छ पेट्रोल, डिजेल, जेट फ्युल, प्लास्टिक, रबर, औषधि, लिपस्टिक, टुथब्रस। एउटै चिज 50 करोड वर्ष पुरानो त्यो सानो जीव आज हरेक ठाउँमा छ। तपाईको घरमा, तपाईको हातमा, तपाईको मुखमा, र तपाईलाई थाहा पनि थिएन। तर यी सबै बन्नु अघि यो तेल जमिन मुनिबाट बाहिर आउँछ कसरी? यो तेल रिजर्भरमा फसिएको हुन्छ र संसारको ठूलो भाग समुद्रको गहिरो तलमुनि लुकेको हुन्छ। त्यहाँ पुग्न मानिसले समुद्रको बीचमा विशाल प्लेटफर्महरू बनाएका छन्, जो आधी तुफानमा पनि हल्लिँदैनन्। त्यहाँबाट एउटा ड्रिल पानी, समुद्री सतह र भूवैज्ञानिक तहहरू पार गर्दै हजारौं मिटर तल रिजर्वायरसम्म पुग्छ। त्यहाँको दबाव यति धेरै हुन्छ कि तेल आफै माथि आउँछ। जस्तै बन्द बोतल खोल्दा तरल आफै बगेर बाहिर निस्किएछ। त्यसपछि त्यो तरल रिफाइनरीमा जान्छ, अलग अलग हुन्छ र अन्ततः त्यही पेट्रोल बन्छ जुन तपाईँको गाडीको ट्याङ्कमा पुग्छ। अर्को पटक जब तपाईँ पेट्रोल पम्पमा उभिनुहुन्छ र नोजल तपाईँको गाडीमा जोडिएको हुन्छ, एकछिन त्यो पेट्रोललाई महसुस गर्नुहोस्। त्यो कहिले प्ल्याङ्कटन थियो, एल्गी थियो, जो 50 करोड वर्ष अघि समुद्रमा तैरिरहेको थियो। त्यो गाडियो, पक्यो, टुट्यो। केरोजन बन्यो, क्रुड आयल बन्यो, रिजर्वायरमा थुनियो, प्लेटफर्मबाट निकालियो, रिफाइनरीबाट गुज्रियो र आज तपाईँको गाडीमा छ।